निर्वाचनको रिजल्ट अथवा अपडेटहरू कसरी हेर्ने त्यसको बारेमा जानकारी दिनेछु। त्यसको लागि तपाईहरु गुगल अथवा क्रोम ब्राउजरमा आउनुहोस् र माथि सर्चमा तपाईहरुले election.gov.np लेखेर यसरी सर्च गर्नुहोस् र त्यसपछि यहाँनिर होम पेजमा देखाउनेछ। यहाँनिर जस्तै राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी र सूर्य रुख यसरी देखाएको छ र कुन पार्टीले लिड गरिरहेको छ, कति सिटले लिड गरिरहेको छ अथवा कति क्षेत्रमा चाहिँ लिड गरिरहेको छ त्यो यहाँनिर यसरी देखाउनेछ। र विजय भनेको चाहिँ यहाँनिर अहिले यो सबै गणना गरिसकेपछि मात्रै यहाँनिर चाहिँ यहाँनिर विजयको नामहरू देखाउनेछ, संख्या देखाउनेछ। र अब यहाँनिर तपाईले यसमा क्लिक गरेर पनि हेर्न सक्नुहुनेछ कोले लिड गरेको, कुन क्षेत्रबाट कति गरिरहेको भनेर। यो 30 लेखेको छ नि, यस्तोमा अब क्लिक गर्नु भएपछि यहाँनिर सबै देखाउनेछ, कुन क्षेत्रबाट कोले लिड गरेको छ सबै देखाउनेछ। र अब क्षेत्र अनुसारले पनि तपाईले रिजल्ट हेर्न सक्नुहुनेछ। जस्तै यहाँनिर क्षेत्रगत विवरण भनेको छ, यसमा यहाँनिर क्लिक गर्नुहोस्। त्यसपछि यहाँनिर प्रदेशमा प्रदेश छान्नुहोस्, कुन प्रदेशको हेर्न चाहनुहुन्छ र त्यसपछि कुन जिल्लाको हेर्न चाहनुहुन्छ त्यो सिलेक्ट गर्नुहोस् र कुन क्षेत्रको हेर्न चाहनुहुन्छ त्यो सिलेक्ट गर्नुहोस्। सर्च गरेर तपाईहरुले हेर्न सक्नुहुनेछ कुन क्षेत्रको, कुन प्रदेशको सबै यसरी तपाईहरुले हेर्न सक्नुहुन्छ, यसरी चुज गरेर पनि। सो यसरी तपाईले हेर्न सक्नुहुनेछ। र त्यसैगरी अर्को पनि छ तरिका, जस्तै अब तपाईहरुले अनलाइन खबर भनेर सर्च गर्नु भएपछि त्यसबाट पनि तपाईले हेर्न सक्नुहुनेछ। यहाँनिर अनलाइन खबरमा पनि टपमै देखाएको हुन्छ सबै कुराहरू। जस्तै यहाँनिर देख्न सक्नुहुन्छ टपमा यहाँनिर कुन पार्टीले कति लिड गरेको छ यहाँनिर मज्जाले तपाईले हेर्न सक्नुहुनेछ। कुन पार्टीले कति कुन क्षेत्रबाट कति लिड गरेको छ सबै यहाँबाट हेर्न सक्नुहुन्छ यो वेबसाइटबाट पनि। र त्यसैगरी तल जानु भएपछि यहाँनिर सबै डिटेल्सहरू हेर्न सक्नुहुनेछ। सो यसरी चाहिँ तपाईहरुले अहिले निर्वाचनको नतिजाहरू हेर्न सक्नुहुनेछ। आजको भिडियो यति नै रहेको छ। भिडियो मन परे लाइक, कमेन्ट, शेयर, च्यानललाई सब्स्क्राइब गर्नुहोला र हामीलाई फलो पनि गर्नुहोला।